Hello, my dear students. I am S. Kisar, of physics teacher. Today, I would like to talk on the circular motion. And regarding the circular motion, I would like to make you understand how the linear velocity in translational motion is related to the angular velocity in angular motion. Right? This is our area of interest. यसलाई हामी कसरी रिलेट गर्ने त हाउ वी क्यान रिलेट इट है यसको लागि हामीले एउटा सर्कुलर पाथ बनाऊ सपोज दिस इज अ सर्कुलर पाथ एउटा सर्कुलर पाथ हो एन्ड अ पार्टिकल इज मुभिङ इन अ सर्कुलर पाथ विथ अ कन्स्टेन्ट स्पिड पार्टिकल चाहिँ सर्कुलर पाथमा मुभ गर्दाखेरि उसको स्पिड चाहिँ कन्स्टेन्ट हुन्छ बिकज इट हेज ओन्ली म्याग्निट्युड. But velocity at different point on the circular path is different because of change of what direction. त्यही हिसाबले हामी सपोज गरौँ this is the center of the circular path and the particle moves from position A to the position B in time t. Then we can join the point A and O and also O and K B. Then हामी के देखिरहेका छौँ यहाँ त the arc AB subtends an angle suppose theta at the center that is called angular displacement and arc length AB is supposed to be S. Right? Then how they are related, how the angular velocity and linear velocity are related here. त्यो कुरा हामी गर्दैछौँ. हाम्रो supposition के हो त? हाम्रो supposition हो suppose a particle moving in a circular path with a constant speed with radius r and center at O. र जब पार्टिकल पोजिसन A बाट B मा आइपुग्दछ in time t, then it traces an arc length suppose AB equals to S, which makes an angle theta at the center. यो हाम्रो सपोजिसन हो र यो सपोजिसनको आधारमा हामी चाहिँ के गर्न सक्दछौँ त यो V लिनियर भेलोसिटी र ओमेगा एंगुलर भेलोसिटी बीचको रिलेसन देखाउन सक्दछौँ हैन. अनि यसलाई हामी फिगर 1 मान्दौ. दिस इज फिगर 1. So in figure 1 a particle in a circular path moving with constant speed in a circular path with a constant speed moves from the point A to the point B in time t. यो हाम्रो सपोजिसन हो. यसरी यो A बाट B मा पुग्दाखेरि t समय लागिरहेको छ. Then there is arc length AB. It traces an arc AB is equal to S. Then it traces an arc length. This is AB is equal to S. AB is equal to S, which subtends an angle theta at the center. यो हाम्रो supposition हो है. You can see it here. A particle in a circular path moving with a constant speed moves from the point A to the point B in time t. Then it traces an arc length AB equals to S.
which subtends an angle theta at the what center. यो हाम्रो सपोजिसन हो। अब यो सपोजिसन को आधारमा हामीलाई थाहा छ कि रेडियन इज ए कन्स्टेन्ट एंगल है, मीन्स थीटा गोज टू एल बाई आर को रिलेसन हामीलाई थाहा छ। र यो रिलेसनबाट विथ रेफरेन्स टू थीटा इक्वल्स टू एल बाई आर को रिलेसनबाट हामी के देखाउन सक्छौं, यो सेन्टरमा बनेको एंगल थीटै हो र रेडियस पनि आरै हो, तर आर्क लेन्थ चाहिँ यहाँ एबी इक्वल्स टू कति हो त एस हो। यसको आधारमा हामीले यो रिलेसन लेख्दा, एंगुलर रिलेसन लेख्दा थीटा इज इक्वल टू एल भनेको आर्क एबी बाई रेडियस आर, सो एबी गोज टू एस ओभर के आर। So what you can write it here, S is equal to R into what? Theta. है। अब यो थीटा जुन एंगल्स डिस्क्राइब गरेको छ एट द सेन्टरमा त्यो टाइम t पछिको हो, so we can divide it by time t. So dividing both sides of equation 1 by t, we get हामी के पाउँछ त s by t is equal to r times theta by t भनेपछि यो लिनियर डिस्प्लेसमेन्ट पर युनिट टाइम र यो एंगुलर डिस्प्लेसमेन्ट पर युनिट टाइम हो हैन। द लिनियर डिस्प्लेसमेन्ट पर युनिट टाइम इज नोन एज लिनियर वेलोसिटी and angular displacement per unit time is known as angular velocity. That's why we can write v goes to r times omega. यसरी हामी लिनियर भेलोसिटी र एंगुलर भेलोसिटी बीचको रिलेसन सेटअप गर्न सक्दछौं है त। सो व्हिच इज रिक्वायर्ड रिलेसन, व्हिच इज रिक्वायर्ड रिलेसन है, यो नै हाम्रो के हो त रिक्वायर्ड रिलेसन हो बिट्विन लिनियर भेलोसिटी एन्ड एंगुलर भेलोसिटी बीचको रिलेसन हो हाम्रो है। यसरी हामी यसलाई सेट गर्न सक्दछौं। अब महत्त्वपूर्ण कुरो यहाँ हाम्रो क्वेशन के हो भन्दाखेरि एउटा सेन्ट्रिपिटल एक्सेलरेसन सम्बन्धी हो। दिस इज भेरी भेरी इम्पोर्टेन्ट है। यो सेन्ट्रिपिटल एक्सेलरेसन, सेन्ट्रिपिटल, व्हाट इज सेन्ट्रिपिटल एक्सेलरेसन? फर्स्ट वी टक अबाउट दिस इज सेन्ट्रिपिटल एक्सेलरेसन है। सेन्ट्रिपिटल एक्सेलरेसनलाई रेडियल एक्सेलरेसन पनि भन्ने चलन छ, एसी लेखौं अथवा एआर लेखौं, दैट इज also known as radial acceleration or centripetal acceleration। अब यसमा रिलेटेड क्वेशन हामीलाई कसले जाँचमा सोध्छ कि व्हाट इज सेन्ट्रिपिटल एक्सेलरेसन है। सेन्ट्रिपिटल एक्सेलरेसन के हो त्यो सोध्छ। त्यसपछि so that the centripetal acceleration, so that यो centripetal acceleration or radial acceleration AC is equals to AR is equals to V square over R, or this is omega square R भन्ने प्रुफ गर भन्न सक्छ है। The square of the velocity that gives you the speed and this is the radius of the circular path, भनेपछि सेन्ट्रिपिटल एक्सेलरेसन अथवा रेडियल एक्सेलरेसन यति हुन्छ भन्ने कुरो प्रुफ गर भन्न सक्छ है त। भनेपछि पहिला व्हाट इज सेन्ट्रिपिटल एक्सेलरेसन, सेन्ट्रिपिटल एक्सेलरेसन के हो? अब यो सेन्ट्रिपिटल एक्सेलरेसन को रिलेसन हामीले v स्क्वायर ओभर r चाहे ओमेगा स्क्वायर r हेर्दाखेरि गिवन सर्कलमा यो v स्क्वायर फ्याक्टर पनि कन्स्टेन्ट हो, r पनि constant factor, that's why radial or centripetal acceleration for a given circle is constant भनेर हामी भन्न सक्दछौं। अब यो सेन्ट्रिपिटल एक्सेलरेसन एक्चुअली हो के? एक्सेलरेसन भन्दाखेरि रेट अफ चेन्ज इन भेलोसिटी, यानी चेन्ज इन भेलोसिटी पर युनिट टाइम हो हैन। त्यसलाई हामी जनरल रूपमा एक्सेलरेसन भनेर भन्दछौं। तर सेन्ट्रिपिटल एक्सेलरेसन हामी केलाई भन्ने त त्यो पनि रेट अफ चेन्ज इन भेलोसिटी नै हो, but in a circular path right? So the rate of change in velocity in a circular path is
always directed towards what? Center, which is called centripetal acceleration or radial acceleration. So, यसको answer हामीले दिँदाखेरि how we can write its answer? Centripetal के हो? The rate of change of velocity of a particle in a circular path is always directed towards its center. It's called centripetal acceleration. That is called centripetal acceleration, or it is also known as radial acceleration. यसलाई हामी radial acceleration पनि भन्दछौं. Centripetal acceleration or radial acceleration पनि भन्दछौं because it is radially inward. है, रेडियस को डाइरेक्सन में इनवर्ड हुने भएकोले यसलाई रेडियल एक्सेलेरेसन पनि भन्ने चलन छ. भनेपछि यसरी यल रिलेसनलाई हामी कसरी प्रुफ गर्ने त? प्रुफ पार्ट तिर जाउँ हामी. हाउ वी क्यान प्रुफ इट, है? हामी यसलाई कसरी प्रुफ गर्ने त? मीन्स प्रुफ. हामी यसलाई प्रुफ कसरी गर्ने? हाउ वी क्यान प्रुफ इट? यो प्रुफ गर्नको लागि हामी एउटा सर्कुलर पाथ बनाऊ. वी draw the circular path first. Suppose this is the circular path and the particle is moving in a circular path with a constant speed with center at O and radius suppose R. R is the radius. R is the radius of this circular path, and if the particle moves from the position A to the another position, suppose B, then it traces an arc length delta S in time delta t, which makes an angle delta theta at the center. Right? हाम्रो supposition के देखे था? When the a particle moving in a circular path with a constant speed moves from the position A to the position B in time delta t, right? In time delta t, to trace an arc length AB is equal to delta S, which makes an angle delta theta at what? Center, right? तर यो हरेक पोइन्टमा ए पोइन्टमा अथवा बी पोइन्टमा भेलोसिटी चाहिँ फरक हुन्छ, बट म्याग्निट्युड रिमेन्स द सेम. भनेपछि हाम्रो यो ए पोइन्टमा हेर्दाखेरि भेलोसिटी सपोज VA, यो VA डाइरेक्सनमा हो. बी पोइन्टमा वी सपोज द भेलोसिटी along VB means along the direction of a tangent, means at every point on the circular path को every point मा velocity जहिले पनि tangent को direction मा हुन्छ. linear velocity जहिले पनि tangent को direction मा हुन्छ, है? भनेपछि velocity फरक हुन्छ तर magnitude चाहिँ सेम हुन्छ, है? अब यो quadrilateral को concept बाट हामी quadrilateral को opposite एंगलहरुको सम 180 डिग्री हुने हुनाले हामी यो एंगल कति भन्न सक्छौं त? यो एंगल पनि कति हुन्छ रे? डेल्टा थीटा नै हुन्छ, है? न ए पोइन्ट को भेलोसिटी भेक्टर VA हो, बी पोइन्ट को भेलोसिटी भेक्टर VB हो, मीन्स भेलोसिटी एट A एन्ड B आर के डिफरेंट. यो डिफरेंट भइसकेपछि हामी डिफरेंस इन भेलोसिटी निकाल्न सक्छौं. बी पोइन्ट को भेलोसिटी बाट हामी ए पोइन्ट को यदि भेलोसिटी घटायो भने यसले चेन्ज इन भेलोसिटी दिन्छ इन टाइम डेल्टा t. सो द चेन्ज इन भेलोसिटी इन टाइम 1 second can be written delta V by what? Delta t, means along the direction of change in velocity there is the existence of radial acceleration or centripetal acceleration, right? भनेपछि यहाँबाट के बुझ्यो? हाम्रो मूल उद्देश्य के हो? यो सेन्ट्रिपिटल एक्सेलरेसन निकाल्दा
यदि पोइन्ट ए को भेलोसिटी भेक्टर VA हो र पोइन्ट B को भेलोसिटी भेक्टर VB हो, यो दुईटै फरक हुने हुनाले दुईटा बीचको डिफरेन्स है, दुईटा बीचको जुन डिफरेन्स हो, जुन डिरेक्सनमा हुन्छ त्यही डिरेक्सनमा चाहिँ हाम्रो के हुन्छ त सेन्ट्रिपिटल एक्सेलरेसन हुन्छ है। भनेपछि यसरी हामी के गर्न सक्दछौँ त यो निकाल्न सक्दछौँ। के निकाल्न सकिन्छ त सेन्ट्रिपिटल एक्सेलरेसन निकाल्न मिल्छ। But the velocities at A and B are different, but speed is constant. That's why the speed of the particle at A is supposed to be V, right? And that of B is supposed to be V, because the speed is constant. It has only magnitude, and this is the radius, right? अब हामीले यसलाई एलोकेट गर्नको लागि, डिरेक्सन एलोकेट गर्नको लागि हामी यो इस्ट वेस्ट नर्थ साउथ इन्डिकेट गर्दो। अब हामीले यो VB माइनस VA पाउनको लागि B पोइन्टको भेलोसिटीबाट A पोइन्टको भेलोसिटी यदि हामी घटाइदियो भने डिफरेन्सिङ भेलोसिटी आउँछ। अब यो डिफरेन्सिङ भेलोसिटीको डिरेक्सन कता हो त यो थाहा पाउनको लागि हामीले भेक्टोरियल डायग्राम बनाउने। कसरी भेक्टोरियल डायग्राम बनाउने? जस्तै यो चाहिँ के देखिएको छ त यो A को ईस्टतिर डिरेक्सन हो भनेपछि हामीले B बाट A घटाउँदाखेरि के देखिरहेको छ त जस्तै यो VB अनि प्लस माइनस VA भनेपछि हामी जब B को भेलोसिटीमा VB मा यदि माइनस भेक्टर VA यदि एड गर्यो भने वी गेट VB माइनस के VA। तर हामीलाई ओरिजिनली त माइनस VA त छैन, VA हो जुन ईस्ट डिरेक्सनमा छ। त्यसकारण हामीले के गर्नुपर्छ यो भेक्टरलाई नेगेटिभ बनाउनुपर्छ। अब नेगेटिभ बनाएर हामीले भेक्टोरियल डायग्राम बनाउँदा जस्तै यो मोसन इन ए सर्कुलर पाथ हो, मोसन इन अ सर्कुलर पाथ हो, सर्कुलर पाथ। अब हामी के गर्ने त यसको यो भेक्टोरियल डायग्राम बनाउँदाखेरि A को भेलोसिटीलाई नेगेटिभ बनाइदियो। That's why it gives you minus VA, and suppose it is acting along PQ direction. अनि B जुन हो त नर्थ इस्टमा काम गरिरहेको छ, यसलाई नर्थ इस्टमै राख्नु है, यो नर्थ इस्टमै हो। B चाहिँ VB जुन हो त नर्थ इस्टमै हो, यसको म्याग्निट्युड र डाइरेक्सन हामी चेन्ज गरेनौं। सो दिस इज भेक्टर VB। भनेपछि यहाँ हामी के हेर्यो त के देखिरहेको छ त यहाँ हेर्नु है, यहाँनिर यो PQ अनि यो मानौ RP डाइरेक्सनमा VB काम गरिरहेको छ र VB को ओरिजिनली यदि डिरेक्सन अगाडितिर प्रवेश गर्यो भने यतातिर जान्छ, अझ नर्थ इस्टमा जान्छ। यसलाई चाहिँ पनि हामी A को डिरेक्सन हेर्यो भने पछाडिपट्टि भाग्छ A। तर यो दुईटा बीचको एंगल भेक्टर VA र भेक्टर VB बीचको एंगल डेल्टा थीटा हो, डेल्टा थीटा हो भने यो एंगल पनि हाम्रो कति भयो त डेल्टा थीटा नै भयो, भर्टिकली अपोजिट एंगल भएकोले। अब हामीले हेड एन्ड टेल मेथड जरौ अथवा ट्रायंगल लबाट जोड्दाखेरि VB र माइनस VA को रिजल्टेन्ट चाहिँ RP तिर हामी पाउँदछौं है, RP को डिरेक्सनमा पाउँदछौं। भनेपछि यो RP तिर हाम्रो के हो त VB माइनस VA हो, VB माइनस के हो रे VA हो, VB माइनस के हुन्छ त VA, RP को डिरेक्सन RQ को डिरेक्सनमा हुन्छ। अब यसलाई हामी यदि डिफरेन्स गर्दै भने यो कति हुन्छ त डेल्टा V भेक्टर को रूपमा हुन्छ है, डेल्टा V भेक्टर हुन्छ। तर यसको हामी म्याग्निट्युड को कुरा गर्यो भने यो RQ को डिरेक्सनमा यो हो, अनि RQ को डिरेक्सनमा RQ को यदि म्याग्निट्युड को यदि कुरा गर्यो भने हामीले यसको मोडुलस लिनुपर्ने हुन्छ, यो पनि मोडुलस हुन्छ। म्याग्निट्युड को कुरा मात्रै गर्यो भने RQ भनेको त लेन्थ हो, यो लेन्थ को मात्रै कुरा गर्यो भने यो जुन डिफरेन्स हो VB माइनस VA जुन RQ डिरेक्सनमा त्यसको लेन्थ को मात्रै कुरा गर्यो भने हामीले मोडुलस हाल्नु पर्ने हुन्छ, जसले गर्दा यो RQ भनेको लेन्थ हो जुन चाहिँ म्याग्निट्युड मात्रै हो, जसलाई हामी डेल्टा V भन्न सक्दछौं हैन। अब यसरी के देख्यो त यो माइनस VA को म्याग्निट्युड पनि V नै हो, VB को म्याग्निट्युड पनि V नै हो। भनेपछि जस्तै R र R दुईटै सेम म्याग्निट्युड र दुईटा रेडियाइले सेन्टरमा डेल्टा थीटा एंगल बनाइरहेको छ, त्यसै गरी दुईटा रेडियाइ जस्तै यो PQ ले माइनस VA भेक्टर इन्डिकेट गरिरहेको जसको म्याग्निट्युड V हो, र अर्को चाहिँ यो RP ले भेक्टर VB इन्डिकेट गरिरहेको जसको म्याग्निट्युड गरे V नै हो है।
जसको म्याग्निट्युड v हो, अर्थात् यो रेडियस जस्तै यो दुईटैको म्याग्निट्युड सेम छ र p पोइन्टमा डेल्टा थीटा एंगल सबटेन्ड गरिरहेको छ, जस्तै सेन्टरमा o मा चाहिँ डेल्टा थीटा सबटेन्ड गरिरहेको छ। त्यसबाट यो बुझियो OA इज इक्वल टु PQ हो भने OB इज इक्वल टु PR हुन सक्दछ। भनेपछि बाँकी साइड जुन हो त्यो AB इज इक्वल टु RQ हुन सक्दछ। यो कन्सेप्टमा हामी के देखिरहेका छौं कि यो दुईटै ट्रायंगल चाहिँ के भइरहेको छ त सिमिलर भइरहेको छ। जब यो ट्रायंगल सिमिलर भइरहेको छ भने हामीले corresponding ratio of their corresponding sides are the same for similar triangles, हैन? भनेपछि यसरी यो कन्सेप्टबाट हामी यो दुईटा ट्रायंगललाई सिमिलर गरेर हामीले सेन्ट्रिपिटल एक्सेलरेसन डेराइभ गर्न सक्दछौं। भनेपछि यसरी यो भेक्टोरियल डायग्राम हुने हो। दिस इज भेक्टोरियल डायग्राम, यो भेक्टोरियल डायग्राम हो। दिस इज भेक्टोरियल डायग्राम, है त? भनेपछि यसलाई हामी फिगर 1 मान्दौ। अब यो भेक्टोरियल डायग्राममा यो जुन फिगर 1 हो त्यसमा हामी के देखिरहेका छौं? ट्रायंगल्स PQR र OAB दुईटा सिमिलर देखिरहेका छौं, है त? दुईटा सिमिलर छ। कसरी सिमिलर छ? OA इज इक्वल टु PQ छ, किनकि PQ को म्याग्निट्युड V नै हो, OA को म्याग्निट्युड R हो। त्यसैगरी RP को म्याग्निट्युड V नै हो, जस्तै OB को म्याग्निट्युड थोरै R हो। र जस्तै सेन्ट्रल O पोइन्टमा डेल्टा थीटा दुईटा R को बीचमा हो, त्यसैगरी यो P पोइन्टमा दुईटा V को बीचमा एंगल डेल्टा थीटा हो भने AB इज इक्वल टु RQ लेख्न सकिन्छ। यो चाहिँ सिमिलर हो। सो फ्रम द सिमिलर ट्रायंगल्स हामी डाइरेक्ट लेख्न सक्छौं। यहाँबाट फ्रम यो ल्याङ्ग्वेज चाहिँ आफू पनि लेख्न सकिन्छ। फ्रम सिमिलर ट्रायंगल्स कुन ट्रायंगल्स हो? PQR and what you can say OAB। यो दुईटा सिमिलर ट्रायंगल्सबाट हामी यो करस्पोन्डिङ साइड्स को रेशियो चाहिँ बराबर लेख्दाखेरि RQ को करस्पोन्डिङ AB हुन्छ। सो RQ भनेको लेन्थ हो, है? RQ ओभर हामी के लेख्न सक्छौं? AB लेख्न सक्छौं। दिस इज इक्वल टु हामीले PQ ओभर OB पनि लेख्न पाइन्छ, है? अब यो RQ को जुन लेन्थ हो त्यो हामीलाई थाहा छ डेल्टा V छ। AB को लेन्थ जुन हो त्यो हामीलाई डेल्टा S थाहा छ र PQ भनेको हामीलाई देखिरहेका छौं PQ भनेको म्याग्निट्युड V नै हो, है? अथवा RP को पनि म्याग्निट्युड V नै हो र OB भनेको रेडियस हो, जसले गर्दा हामी के लेख्न सक्छौं? डेल्टा V इज इक्वल टु V बाइ R डेल्टा S लेख्न पाइन्छ। यो इक्वेसन 1। तर हामीले यहाँ के देखिरहेका छौं? डेल्टा V भेलोसिटी चेन्ज हुनको लागि डेल्टा T टाइम लागिरहेको छ, किनकि पार्टिकल A बाट B मा पुग्दाखेरि डेल्टा T टाइम लागिरहेको छ। त्यसकारण हामी डेल्टा T टाइमले के गर्ने? यो इक्वेसनलाई डिवाइड गर्ने। यसलाई मैले मेटे। सो डिवाइडिङ इक्वेसन 1 by delta T on its both sides. Dividing equation 1 by delta T on its both sides. We have, what do you have here? This is delta V over delta T is equals to V by R times delta S over K delta T. अब यहाँ के देखिए? डेल्टा V by delta T भनेको त स्लोप हो, भेलोसिटी र टाइम को स्लोप हो। यो डेल्टा S बाइ डेल्टा T भनेको डिस्प्लेसमेन्ट र टाइम बीचको स्लोप हो र यो स्लोपले चाहिँ के दिन्छ त? नन युनिफर्म एक्सेलरेसन दिन्छ। यसले पनि के दिन्छ? नन युनिफर्म भेलोसिटी दिन्छ। अब यसमा यदि हामी लिमिट लगाइदियो भने यो इन्स्टेन्टेनियस एक्सेलरेसन दिन्छ भने यो इन्स्टेन्टेनियस भेलोसिटी दिन्छ। त्यसकारण हामी के गर्छौं त? यो इन्स्टेन्ट अफ टाइम को इन्स्टेन्टेनियस भेलोसिटी पनि र इन्स्टेन्टेनियस एक्सेलरेसन पनि डिफाइन गर्नको लागि लेख्नको लागि हामीले लिमिट लगाउने। टेकिङ लिमिट डेल्टा T टेन्ड्स टु 0 on both sides। यो दुवै साइडमा हामी अप्लाई गर्छौं। दुवै साइडमा अप्लाई गर्दाखेरि लिमिट डेल्टा T टेन्ड्स टु 0 डेल्टा V बाइ डेल्टा T भयो। यो भनेको V बाइ R लिमिट यता पनि लगाउन पाइयो
delta t tends to 0 delta s over k delta t हुने भयो delta s over कति भयो delta t अब यो limiting value of the slope of velocity and time graph is equal to the instantaneous acceleration denoted by dv over what dt and v over r. So this also gives you the instantaneous velocity like this, and this is known as centripetal acceleration and v over r, and this indicates also okay v. So what you can say, therefore AC is equal to v square over k r. यो भनेको हाम्रो के आयो त सेन्ट्रिपिटल एक्सेलेरेसन आयो र यो सेन्ट्रिपिटल एक्सेलेरेसनलाई नै रेडियल एक्सेलेरेसन भन्ने हामी गर्दछौं. दैट इज व्हाट यू कैन से this AC is equals to AR goes to V square by R, and V we have already known R times omega whole square over R. So R square omega square over R, this cancel out means omega square k R. यसरी हामी के गर्न सक्छौं, सेन्ट्रिपिटल जुन एक्सेलरेसन हो अथवा रेडियल जुन एक्सेलरेसन हो सेन्ट्रिपिटल एक्सेलरेसन, और what you can say AR, that is radial acceleration, is equal to v square by r or omega square k r हामी लेख्न सक्दछौं. यसरी हामी यो सेन्ट्रिपिटल एक्सेलरेसन अथवा रेडियल एक्सेलरेसनलाई यसरी हामी के गर्न सक्छौं त यो प्रूफ गर्न सक्दछौं. दिस इज के प्रूव्ड. In this way I hope you all have understood what I explained over here regarding the centripetal acceleration and radial accelerations. If you have any confusion, any query, you can ask me on my channel, and try your best not to forget to subscribe my channel. Thank you very much for today.